सबैजना वाइटी फ्यामिलीलाई चाहिँ एकदम मिस गरेको छु है। के साह्रो दौडेको यिनीहरू। सो एकदमै हाइटमा छौँ अहिले हामी। माथि जान चाहिँ अझ तन्न छ, धेरै जानुपर्ने हुन्छ। यो पुलमा जाने हो है हामी चाहिँ। हेलो एभ्रिवान, लामो समय पछाडि हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म धेरै लामो समयको ग्यापमा यो भिडियो बनाउँदैछु। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। म अहिले यता सुदूरपश्चिम प्रदेश डोटी जिल्लाको दिपायल भन्ने ठाउँमा छु। हेर्दै गर्ने होला कस्तो छ दिपायल। ओके, हामीहरू चाहिँ दुईजना आएको छौँ है घुम्नलाई। सो माइन्ड फ्रेस गर्नको लागि हामी यता नदीको किनारतिर है। हेर्नु न बाँदर एउटा भए बसेको छ। म धेरै लामो समयपछि भिडियो बनाइरहेको छु है। लामो समयपछि भिडियो बनाउँदाखेरि त बोल्न पनि कस्तो लाग्दो रहेछ। मेरो मोबाइल खस्यो भने त तल जान्छ होला। सबैजनालाई मिस गरिरहेको छु है। यो बगिरहेको चाहिँ सेती नदी हो। यो नदीको नाम चाहिँ सेती नदी। सो अहिले हामी यतातिर छौँ। अहिले हामी यो देखिरहेको पुल छ नि त, यो यति हाइटमा छ, यो तलदेखि माथिसम्म। यो पुलमा हामी जानेछौँ अहिले है। अहिले मान्छेहरू पनि तन्न गएको छन् फोटोहरू खिच्न है। सो केही समयपछि हामी त्यहाँ जानेछौँ। यताबाट जान धेरै टाइम लाग्नेछ। यताबाट घुमेर त्यहाँ माथि चढ्नुपर्ने छ। मिठो माछा पनि पाइन्छ है। यहाँको माछालाई चाहिँ 1200 रुपियाँ केजी छ। ओहो, दौडेको के साह्रो दौडेको यिनीहरू। यहाँ तल खस्यो भने के हुन्छ यिनीहरू। डोटी भनेको चाहिँ एकदम पहाडी इलाका हो। जताततै हामी पहाड देख्न सक्छौँ। सो लेट्स चाहिँ डाँडाकाँडा छ। यो पुलमा जाने हो है हामी चाहिँ। यति हाइटमा छ नि यो पुल, जानलाई पनि यहाँबाट उकालो चढेर जानुपर्छ। ल, माथि जाने बाटो चाहिँ यो हो। फर्किने बाटो चाहिँ अर्कोतिरबाट फर्किनेछौँ हामी। यो पुलसम्म जानको लागि उकालो चढ्दैछौँ। यस्तो उकालो चढेर जानुपर्ने हुन्छ हामी। त्यही माथि आएका छौँ हामी है। माथि जान चाहिँ अझ तन्न छ, धेरै जानुपर्ने हुन्छ। उकालो छ। मान्छेहरूको काम के हेर्न। नवीन सर, यो किन भट्काउनु पर्यो होला भन्नु। अनि यति राम्रो माथि मान्छे हिँडडुल गर्ने जाने बेला यसो समाउँदै जानुहुन्छ नि त। अब यो यस्तो भट्काएर माथि यसरी समाउनु हुँदैन छैन। हेर यो भट्काएर। नेपालका मान्छेहरू त के भन्ने खै, सब बार थियो यहाँ पहिला, सब भट्काएर दण्डीहरू लगिदियो। यो भट्काउने अनि दण्डीहरू घर लाने गर्दो रहेछ नि। हेर्नु है, सब भट्काएर मान्छेहरू त के भन्नु खै। केही समयको हिँडाइ पछाडि हामी चाहिँ यहाँ आइपुगेका छौँ। मैले तलबाट देखाएको पुल चाहिँ यो हो। त्यहाँ जाँदैछौँ हामी। दिपायल एकदम सानो छ है, सोचे भन्दा एकदम सानो छ। दिपायल पिपल्ला भन्ने बजार चाहिँ यही नै हो। यतातिर अब जाउँ फेरि माथितिर। पढाइ जोडी भेटिन्छ नि। उहिले जमानामा राजाको पालामा बनेको घरहरू के यस्तो बवाल तरिकाले बनाएको छ नि। यो हेर्नु न बाबा, कस्तो मिलाएर बाहिर छु हैन। हेर्नु कुन जमानामा बन्या हो यो।
बाबा कस्तो दामी पसिना आइसकेको छ ड्युटी पोस्ट पसिना निकाल्ने यहाँसम्म आइपुगेका छौँ हामी आनन्द आयो यहाँ मन्दिर पनि छ माइन्ड फ्रेस गर्नको लागि यहाँ आइपुगेका छौँ हामी यहाँ मन्दिर रहेछ के छ हेरौँ है त भगवानको मूर्ति रहेछ यहाँ दर्शन गरियो बाहिरबाट त्यसो यहाँ माथि डाँडामा आएर चाहिँ हामी हावा खाइरहेको छौँ आनन्दले मजा आइरहेको छ मेरो साथी यतातिर नवीन सर यता हेरिदिनु त हिजो र आज चाहिँ एकदम बिजी भयो त्यो भएको कारणले एकदम बोरिङ फिल भइरहेको छ तर त्यति खुलेर चाहिँ बोल्न सकिरहेको छैन त्यो इनर्जी आइरहेको छैन ममा यहाँबाट चाहिँ कोही एयरपोर्ट देखिँदो रहेछ यो डाँडाबाट अनि नेपाल प्रहरीको युनिट पनि देखिँदो रहेछ सो ग्राउन्डमा परेडहरू खेलेको देखिरहेको छ सो म देखाइदिन्छु ल हेर्नु होला तपाईँहरू पनि यो चाहिँ यो जुन देखिरहेको छ नि यहाँ यो चाहिँ डोटी जिल्लाको एयरपोर्ट हो है यो दिपायलमा रहेको एयरपोर्ट हो यहाँ जहाजहरू चाहिँ खै अहिलेसम्म मैले उडेको बसेको चाहिँ देखेको छैन यो देखिएको चाहिँ नेपाल प्रहरीको तालिम शिक्षालय रहेछ यहाँ परेड खेलिरहेको छन् पहाडी इलाका हो डाँडा पाखाहरू एकदम बढी छ यो डाँडामा बसेर होइन एकान्तमा हावा खानु मजा लिनु बेग्लै मजा छ राम्रो अनि यहाँबाट ट्याक्क मजाले एकदम एकान्त छ क्या मलाई यस्तो ठाउँ एकदम मनपर्छ सुनसान छ पारी देखेको चाहिँ पुरै सिलगढी हो ल फाइनली हामी चाहिँ यो पुलसम्म आइपुगेका छौँ अहिले कस्तो दामी देखेको छ वाउ बब्बाल वाउ सो ब्युटिफुल ठाउँमा आइपुगे यार यस्तो बोरिङ भएर यति एक्साइटेड तरिकाले इनर्जेटिक तरिकाले खासै बोल्न मन लागेको छैन सो मजा आयो यार ओ माई गड सो लुक एट दिस भ्यू गाइज हेर्नुहोस् त मैले अघि पनि भनेको थिएँ यो जुन बजार देखिएको छ यो बजार चाहिँ दिपायल पिपल्ला बजार हो यो डोटी जिल्लाको सो हामी यति हाइटमा आएका छौँ कि पुरै छोडिनु न हेर्नु त तल ओ माई गड कति तल नाइस मजा आयो अघि मैले तलबाट देखाएको पुल थियो त्यो पुलमा म आइसकेको छु सो यति हाइटमा छ नि यो पुल कति धेरै हाइटमा छ तल यसरी तल हेऱ्यो भने पनि आँखा रिङ्गाउँछ क्या यस्तो बवाल छ है सो मजा आइरहेको छ एकदम आनन्द आइरहेको छ सो अहिले चाहिँ हामी इन्जोय लिइरहेको छौँ बवाल सो बवाल मजा आइरहेको छ पुल यति लामो छ नि मजा आइरहेको छ नवीन सर कस्तो लागिरहेको त एकदम राम्रो ठाउँ छ है घुम्नलाई तपाईँहरू पनि आउनुहोस् आनन्द आनन्द आइरहेको छ अनि यतातिर ओ माई गॉड सिलगढी जाने बाटो यो चाहिँ डाँडा पखा चराले तिमीलाई गीत गाउँछ
बबाल सो एकदमै हाइटमा छौँ अहिले हामी यो खै कति पो छ यो ओहो मेरो मोबाइल खस्यो भने के होला हौ हालत सो लुक एट दिस भ्यू अमेजिङ सो ओभरअलमा भन्नुपर्दामा यही नै हो आज खासै त्यस्तो घुम्न आएको भन्दा पनि हल्का माइन्ड फ्रेस गर्नलाई बाहिर निस्केको सो एकदम दामी भ्यूहरू यहाँ देखिरहेको छ घाम चाहिँ अब बिस्तारै दुब्ला जस्तो छ है अस्ताउँदैछ घाम सो अघि मैले देखाएको थिएँ यो चाहिँ सेती नदी हो ओके साथीहरू म फर्किनु पर्ने हुन्छ है केही समय भिडियो बनाइयो केही समय फोटो पनि खिचियो केही समय यस्तो आनन्द लिएर पनि बसियो मजा भयो एकदम मजा भयो रमाइलो भयो माइन्ड फ्रेस पनि भयो धेरै दिन पछाडि आज थोरै फ्री भएको टाइममा माइन्ड फ्रेस गर्न बाहिर निस्केको थिएँ एकदम मजा भयो सबैजना वाइटी फ्यामिलीलाई चाहिँ एकदम मिस गरेको छु है भन्न चाहन्छु त्यही हो मजा भएको छ खासै बोल्न पनि आइरहेको छैन आज त खासै बोल्न पनि आइरहेको छैन अनि अलि जस्तो कि अलि इनर्जेटिक तरिकाले बोल्न पनि आइरहेको छैन सो केही छैन सो आई एम भेरी ह्याप्पी म एकदम खुसी छु एकदम मजा भयो आनन्द भयो ल साथीहरू अब हामी जान्न लाग्यो है फर्किन लाग्यो अब फेरि ओह्रालो झर्नुपर्ने छ हामी आउँदाखेरि चाहिँ पारीबाट त्यो उकालो यो जुन उकालो छ नि यो उकालो चढेर चाहिँ हामी आएको थियौँ अनि यो पुल यतातिर यहाँ ओह्रो आएर फेरि झर्ने पनि त्यस्तै ओह्रालो छ क्या चढ्ने चाहिँ उकालो अनि झर्ने बाटो पनि ओह्रालो छ अब रिटर्न हुन लाग्यो हामी ल हामी तल हाइवेमा आइसकेका छौँ अघि देखेको पुल यो माथिको के लामो छ यो मान्छेहरू यस्तो आउँछ नि फोटो खिच्नलाई फोटो खिच्नलाई अनि भिडियो बनाउनलाई एकदम आउँदो रहेछ नि कत्रो भिडभाड हुँदो रहेछ त्यहाँ फोटो खिच्नेको या जताततै हो क्यामेरामा यो फोटो खिच्नेको त भिडभाड हुँदो रहेछ त यार ल यो पुलमा चाहिँ हामी यो पुलबाट आएको है अघि यहाँबाट अघि माथिबाट पनि देखेको थियो यहाँ मानिसहरूको चाहिँ एकदम फोटोहरू खिच्ने भिडभाड चाहिँ यहाँ हुँदो रहेछ क्यामेराहरू भन्न छ सबैजना त्यही पुलमै जान निस्क्यो है केटाकेटी आउने भनेको त्यही पुलमा रहेछ है यो तोली नि त्यही जाने होला यो तोली कोही फर्किरहेका छन् दिपायल पिपल्ला बजार हो है यो चाहिँ ओके एभ्रिवान अहिले चाहिँ साँझ परिसकेको छ भन्नाले घाम डुबिसकेको छ अहिले यतातिर चिसो भइसकेको छ सो त्यही भएर हावा लागिरहेको थियो मैले चाहिँ एकदम हावाले हानेर चाहिँ यो सेभ गर्नलाई यो लगाएको सो त्यही नै हो मजा भयो घुमियो रमाइलो भयो सो अब मैले भिडियो इन गर्नुपर्ने हुन्छ ओके बाइ बाइ नेक्स्ट भिडियोमा भेटौँला है